यो बारीको काउलीफ्लावर अनि यता पनि छ। साथीहरु नमस्कार। आज चाहिँ म तपाईहरुलाई मेरो ब्याकयार्डको खेती देखाउन गइरहेको छु। एकचोटी हेरेर साथ दिनु होला। अनि विशेष गरी हजुरहरुलाई पनि डल्लेको बेर्ना चाहिन्छ भने प्लिज मसँग सम्पर्क गर्न सक्नुहुनेछ। मसँग त मेरो ब्याकयार्डको चाहिँ यता हो खेती। यो सबै यो डल्लेको बेर्नाहरु भयो। अब यो चाहिँ हामी रोपाई कार्यक्रम सुरु गर्न लागिरहेको छु। यता मल क्योंकि मेरो ब्याकयार्ड चाहिँ यति हो। यहाँदेखि सुरु हुन्छ भने चाहिँ उतासम्म हो। यहाँ चाहिँ बाली चाहिँ मल रेडी पारिरहनु भएको छ भन्दाखेरि यता यो चाहिँ हाम्रो डल्ले रोप्नको लागि मल मिक्स गरेर छु। यहाँ बुबाले चाहिँ पुरै मल मिक्स गरेर चाहिँ टक 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 आफ्नो भाँडामा चाहिँ राख्ने काम गरिरहनु पर्छ। अनि यो चाहिँ मल भयो। यो चाहिँ होम डिपोबाट ल्याएको मल। को लागि मल छरेर आऊ तिमीले? ओके यो भेन्डी। ओके गाइसहरु, यो चाहिँ हाम्रो भेन्डीको प्लटिङ भयो। यो चाहिँ यहाँ हामी भेन्डी रोप्ने कार्यक्रम भइरहेछ। यो चाहिँ यत्रो ठुल्ठुलो भइसक्यो हेर्नुहोस् है। हाम्रो मल छर्काउने कार्यक्रम चाहिँ यता भइरहेछ भने म तपाईलाई यता देखाउँछु। यता चाहिँ डल्लेको रोपाई कार्यक्रम। चाहिँ डबल भयो भने चाहिँ राम्रो हुँदैन भनेर हाम्रो सिंगल रोपिरहेको छु। यो भेन्डी चाहिँ योहरु सबै चाहिँ हाम्रो डल्ले बेर्ना रोप्नको लागि हो। यिनीहरु सबै यसमा चाहिँ रुख टमेटो चौधवटा। ओके हाम्रो 14वटा भइसक्यो। तर धेरै छ फेरि हेर्नुस् है। हाम्रो एउटैमा कतिवटा छ यहाँ? एउटा दुईटा तीनटा चार पाँचवटासम्म रोपेको छ हामीले। यति चाहिँ राम्रो छ। हजुरलाई पक्कै पनि चाहिन्छ होला। अकबरी मन नपर्ने नेपाली कमै छ भन्दाखेरि त्यही भएर मसँग प्लिज सम्पर्क गरिदिनु होला। यो चाहिँ बुढो भइसक्यो। यो करिब 4 वर्ष भइसक्यो। यो चाहिँ यही पालिको हो। यिनीहरूले अझै
3-4 वर्ष मजाले खोर्सानी दिन्छ भनेपछि यहाँ हाम्रो एउटा टमेटो खेतीमा यहाँ टमेटो एउटा पाकिसकेको छ। ओके गाइसहरु हाम्रो फर्स्ट पाक्ने टमेटो के मलाई के देखाइदेऊ त यता। ओके हाम्रो फर्स्ट टमेटो के मलाई देऊ त एकचोटि। हाम्रो पहिलोचोटि पाकेको टमेटो जेठो टमेटो यो चाहिँ जेठो टमेटो के यति धेरै छ नि त हाम्रो। चाहिँ पुरै मल मिक्स गर्नुपर्छ, माटो मल सबै कुराहरू मिक्स गरेर मात्र चाहिँ रोप्नुपर्छ अनि मात्र राम्रो हुन्छ यसरी हैन। यस्तो ल्याउनुपर्छ अनि छिटो बढ्छ साथीहरू। बाँच्न चाहिँ एकदमै खतम आउँछ तर यसले चाहिँ एकदमै छिटो बढाउने काम गर्दैछ हैन। यतातिर पनि छ यसरी हाम्रो रुख टमेटोको यो चाहिँ रुख टमेटो हो, एकदमै राम्रो फल्छ। यो चाहिँ यहाँ हाम्रो ठुलो गमलामा रोप्न लगाइरहेको छु। सबै रोप्दैन हुन्छ होला नि, हुँदैन? यो चाहिँ रुख टमेटो साथीहरू। एउटामा 2टा रोपे हुन्छ। यो मसिनो त रोप्दैन। हुन्छ त्यो ठुलो भइहाल्छ नि। अर्को छ त यहाँ यो चाहिँ रुख टमेटो भयो। यो सबै यो चाहिँ डल्ले खुर्सानी रोपिदिने छु हामीले। दुईटा हुनु एउटै त हो नि। के डल्ले अर्को डल्ले म देखाउँछु तपाईँलाई। सबै डल्ले हो, यिनीहरूलाई सबैमा टक्क लगाएर रोप्नुपर्छ अनि यसले टक्क माथि तान्छु। ओके गाइस, यति नै हो। अब नेक्स्ट ब्लगमा भेटौँ ल। फेरि लास्ट एउटा कुरा तपाईँलाई चाहिँ डल्ले घरमा सानो एउटा बगैँचा त्यो के हो? यो चाहिँ रुख टमाटर हैन यो? अनि यो चाहिँ डल्ले खुर्सानी। यो चाहिँ डल्लेको बिरुवा हो भने यो चाहिँ रुख टमेटो। हजुरलाई चाहिन्छ भने हामीसँग सम्पर्क गर्न सक्नु हुनेछ। हेर्नुस् हामीसँग डल्लेको बिरुवा टन्नै छ हैन। के हाम्रो सबै डल्ले हजुरलाई पनि चाहिन्छ भने डल्लेको बिरुवा चाहिन्छ हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। आज चाहिँ हामी डल्ले रोपाइँ गर्न लगाइरहेको छु। हजुरलाई म सबै कुरा देखाउने छु। हाम्रो ब्याक एगको खेती यो सबै खुर्सानी भयो।
यो चाहिँ नेपालको काँक्रो एकदमै ठुलो फल छ यो। पालुङको हैन यो लट्ठीको साग भयो। यो बारीको काउलीफ्लावर अनि यता पनि छ। चाहिँ ब्लुबेरी भयो। चिरायो साग। यो चाहिँ रुख टमेटो भयो। हामीसँग डल्ले